हेलो गाइज, वेलकम टु माई भिडियो। अनि आज चाहिँ म जापानमा वर्षमा एकचोटि खुल्ने लट्री, यो जापानमा हुनेहरूले सबलाई थाहा छ होला लगभग जापानमा हुनेहरूलाई। अनि यो लट्री चाहिँ कतिको हुन्छ भन्दा तपाईँको फर्स्ट प्राइज चाहिँ यसको 70 करोड 70 करोडको लट्री चेक गर्न जाँदैछु। यो चाहिँ मैले 10,000 को किनेको थिएँ। लट्री चेक गर्न चाहिँ म साइकलमा जाँदैछु। अहिले फेरि ट्याङ्ग लट्री पऱ्यो भने गाडीमा फर्किन नि बेर लाग्दैन है। फेरि सिधै गाडी किनेर आउने त हुँदैन है। लगभग गाडी किन्ने पैसा पर्न नि सक्छ। अनि फेरि भोलिबाट गाडीमा हिँड्न नि सकिन्छ है। एकदमै ठुलो लट्री हो त्यो चाहिँ। एक वर्षमा जापानमा चाहिँ एकचोटि मात्र खुल्छ। तपाईँहरूले नि अब धेरै नकिन्नु होला, त्यस्तो धेरै लत चाहिँ नलगाउनु होला। वर्षमा 3-4 हजारको किनिराख्दा चाहिँ आफ्नो भाग्य चेक गर्दा चाहिँ हुन्छ जस्तो लाग्छ। घाम चाहिँ एकदम मन्द मन्द लागिरहेको छ। आजको मौसम चाहिँ एकदम रमाइलो छ। रमाइलो घाम लागिरहेको छ। अनि पहिलेको याद आउँछ होइन। पहिले घाम लाग्दा होइन नेपालमा हुँदा टक्क सबैजना बस्ने, टक्क सुन्तला बदाम खाइन्थ्यो होइन। अब थोरै भयो नि, थोरै हुन्थ्यो नि त, त्यस्तो धेरै पैसाहरू हुन्थेन। अनि थोरै पैसाहरू लिएर अनि थोरै सुन्तला बदामहरू खाँदा क्या मिठो हुन्थ्यो क्या यस्तो घाममा, फ्यामिलीसँग अथवा साथीहरूसँग मिलेर। अब अहिले सुन्तला नि पाउँछ, नेपालभन्दा नि मिठो पाउँछ, बदाम पनि पाउँछ जस्तो भन्यो त्यस्तै होइन। अनि पैसा पनि छ, तर बस टाइम चाहिँ छैन। सबैजना साथीहरू छन् तर आफ्नो ठाउँमा आफ्नो काम छ, आफ्नो तरिकाले हिँडिरहेछन् होइन। अनि त्यसैले गर्दा अब सबैभन्दा मेन इम्पोर्टेन्ट कुरा चाहिँ लाइफमा चाहिँ टाइम हो जस्तो लाग्छ मलाई चाहिँ है। पसल चाहिँ त्यहाँ हो चेक गर्ने, लट्री चेक गर्ने चाहिँ। तर आज एकदम भिडभाड रहेछ यहाँ चाहिँ। चेक गर्नु 300 पऱ्यो, 600, 900। गजब बेइज्जती है। खासमा एक्सपेक्टेसन भिएस रियालिटी भयो है। यति सिक्का मात्र पऱ्यो। कहिलेकाहीँ हुँदो रहेछ। किनकि अब 10,000 को किनेछ, कममा पनि 5-6 हजार 10-15 हजार त पर्छ होला भन्ने हुन्छ नि त। न त फर्स्ट प्राइज नै पर्छ भन्ने हुन्छ नि त लट्री काट्यो भने त। अनि लास्टमा चाहिँ यति 900 रुपियाँ दिएर पठायो। ठिकै छ, अर्को वर्ष नि हामी काट्नेछौँ। अनि तपाईँहरूले काट्नु भएन यो वर्ष तपाईँहरूलाई कति पऱ्यो कमेन्ट गर्न नबिर्सिनु होला है त।